आज हामी द गुड लाइफ पुस्तकको निचोडबारे कुरा गर्दैछौँ। कहिल्यै सोच्नु भएको छ वास्तवमा एउटा राम्रो र खुशी जीवन के कुराले बन्छ? हो, यही प्रश्नको जवाफ खोज्न संसारकै सबैभन्दा लामो अध्ययन हार्वर्ड स्टडी अफ अडल्ट डेभलपमेन्टले 80 वर्षभन्दा बढी समय लगायो। यो अध्ययनले सयौं मानिसहरूको बाल्यकालदेखि बुढेसकालसम्मको पुरै जीवनलाई हेरेर केही गजबका कुराहरू पत्ता लगायो। पहिलो कुरा, राम्रो जीवनको आधार भनेको पैसा वा प्रसिद्धि होइन रहेछ। I often think about the choices we've made. बरु राम्रो सम्बन्ध पो रहेछ। अझ सुन्नुस् न, अध्ययनले के देखायो भने नि, बलियो सामाजिक सम्बन्धले तपाईको बाँच्ने सम्भावना 50% बढाउँछ। यो त धूम्रपान छोड्नु जत्तिकै ठूलो कुरा हो, होइन त? अब आउँछ दोस्रो र सायद अझ महत्त्वपूर्ण कुरा। हेर्नुस्, सम्बन्धको सङ्ख्याले होइन, त्यसको गुणस्तरले फरक पार्छ। मतलब तपाईले सुरक्षित महसुस गराउने गहिरो सम्बन्धले तनावबाट बचाउँछ। र यो कति शक्तिशाली छ भने 50 वर्षको उमेरमा तपाईँ आफ्नो सम्बन्धमा कतिको सन्तुष्ट हुनुहुन्छ भन्ने कुराले तपाईको 80 वर्षको स्वास्थ्य कस्तो हुन्छ भनेर तपाईको कोलेस्ट्रल लेभलले भन्दा पनि राम्रोसँग बताउन सक्छ। र अन्त्यमा तेस्रो निचोड, यसले त हामीले सोच्ने तरिकालाई नै चुनौती दिन्छ। एकपटक हाम्रो आधारभूत आवश्यकता पूरा भयो भने त्यसपछिको पैसा र प्रसिद्धिले हामीलाई स्थायी खुशी दिँदैन। उल्टै, जसले आफ्नो समय परिवार, साथीभाइ र समुदायमा लगानी गरे, उनीहरू नै वास्तवमा सबैभन्दा खुशी र सन्तुष्ट देखिए। त्यसो भए यो 80 वर्ष लामो अध्ययनको सार के हो त? एकदमै सरल छ। राम्रो जीवन राम्रो सम्बन्धहरूले नै बनाउँछ।